नमस्कार सबैलाई राम सर युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। आज पोखरा युनिभर्सिटीको फर्स्ट सेमेस्टरको च्याप्टर फर्स्ट र सेकेन्ड का लगभग सबै 2 मार्क्सका क्वेशनहरू समेटेर सल्युसन ल्याएको छु। आशा छ सबैलाई निकै उपयोगी हुनेछ। जस अन्तर्गत हामी सबभन्दा पहिला हामीसँग भएको क्वेशनहरू 10-12 वटा छन्। यी क्वेशनहरू हामी सबै सल्भ गर्नेछौँ। फर्स्ट क्वेशन यो, दोस्रो यो, तेस्रो अनि यिनीहरू चाहिँ त्यही अन्तर्गत अल्जेब्रामा पनि हामीले ल्याएको छौँ। रिराइट विदाउट एब्सोल्युट भ्याल्यु साइन भनेर दुईटा क्वेशन छ। फेरि त्यही क्वेशनहरू चाहिँ हामी रिराइट विथ एब्सोल्युट भ्याल्यु साइन भनेर ल्याएका छौँ। त्यस्तै इन्भर्स फंक्सनको पनि एउटा क्वेशन ल्याएका छौँ र डोमेन रेन्ज सिम्पल सानो क्वेशन 2 नम्बरमा सोध्छ। यो चाहिँ रेन्ज भनेर सोध्छ, डोमेन आफैले दिएको हुन्छ। र सँगसँगै हामीले चाहिँ कम्पोजिट फंक्सन क्वेशनहरू पनि ल्याएका छौँ। एउटा चाहिँ कम्पोजिट फंक्सनको क्वेशनहरू छ। यो चाहिँ एफ अफ एक्स जी अफ एक्स दिएको बेला चाहिँ दुईटा फंक्सन कसरी कम्पोजिट निकाल्ने भनेर क्वेशनहरू चाहिँ हामीले लिएर आएका छौँ। यी क्वेशनहरू एक एक गरेर हामी सल्भ गर्नेछौँ, जसले गर्दा चाहिँ लगभग सबै फर्स्ट र सेकेन्ड च्याप्टरका सबै क्वेशनहरू साना समेटिनेछन्। अल्जेब्रिकमा परमुटेसन र कम्बिनेसनका लिएर आएका छैन मैले। नेक्स्ट पार्टमा चाहिँ त्यो पनि अवश्य ल्याउने छौँ। ल सुरु गरौँ क्वेशन नम्बर फर्स्टबाट। फर्स्ट नम्बर क्वेशन छ हामीसँग रूट ओभरमा छ हामीसँग फर्स्ट क्वेशन। क्वेशन नम्बर 1 हामीसँग छ। सिम्प्लिफाई भनेर आउँछ। सिम्प्लिफाई रूट ओभर 1 माइनस एक्स स्क्वायर माइनस एक्स स्क्वायर अपॉन 2 टाइम्स रूट ओभर 1 माइनस एक्स स्क्वायर। अब यसमा हामीले फ्र्याक्सनल पार्ट भएको हुनाले सबभन्दा पहिला हामी एलसिएम ल्याउँ। यदि यो डिनोमिनेटरमा यहाँ छ र अर्कोसँग छैन भने सिधै त्यो एउटाको डिनोमिनेटरको पार्ट लिदियौँ हामी। ये लिने यो हुन्छ 2 अंडर रूट 1 माइनस एक्स स्क्वायर भयो र जसको डिनोमिनेटरको तल केही छैन यसलाई सिधै नै प्रोडक्टमा ल्याइदिने, यानी कि यसले पुरैले सिधा यसलाई मल्टिप्लाई गरिदिने। यो हुन्छ हाम्रो 2 अनि यो पहिला आफै छ अंडर रूट 1 माइनस एक्स स्क्वायर छ। फेरि यो पनि यता गएर के भयो त 1 माइनस एक्स स्क्वायर भयो रूट ओभरमा माइनस, अब जसको तल हुन्छ माथि केही लेख्नु भएन, लेख्नु पनि भएन। यसलाई डिभाइड गर्दा सेम 1 बच्छ र माथिको पार्ट एक्स स्क्वायर मात्रै बच्यो। त सर्टमा हामीले यो यहाँ राख्यौँ, अरूलाई चाहिँ जस्ताको त्यस्तै लेख्यौँ। अब यहाँ हामीसँग के भइदियो त योले यसलाई हामीले गर्दाखेरि चाहिँ के भइदिन्छ, यो रूट ओभर 1 माइनस एक्स स्क्वायर होल स्क्वायर भइदियो अनि यो एक्स स्क्वायर भयो। होल अपनमा हामीसँग कति छ त 2 रूट ओभर 1 माइनस एक्स स्क्वायर। अब स्क्वायर रूट र स्क्वायर हामी क्यान्सल आउट गर्छौँ र काट्दिने हुन्छ यसरी। अनि बच्यो हामीसँग 2 बच्यो 1 माइनस एक्स स्क्वायर, यो माइनसमा एक्स स्क्वायर बच्यो होल अपनमा 2 अंडर रूट 1 माइनस एक्स स्क्वायर। अब यो मल्टिप्लाई गर्न सकिन्छ मजाले। मल्टिप्लाई गर्दाखेरि चाहिँ हाम्रो कति आउँछ त यो 2 1 is 2 माइनस 2 ले एक्स स्क्वायरलाई गर्नुस् 2x स्क्वायर भयो। यो जस्ताको त्यस्तै भयो एक्स स्क्वायर होल अपन हामीसँग फेरि पनि त्यही छ 2 टाइम्स रूट ओभर 1 माइनस एक्स स्क्वायर। अब यो लाइक टर्म खोज्ने, यो एक्स स्क्वायर हो यो नि एक्स स्क्वायर, त्यसैले यो दुईजना लाइक टर्ममा भए अनि सेम साइन भयो हुनाले दुईटैलाई एड गर्नु पर्यो। सो माइनस साइन त्यही बच्छ, एड गरिदिने
3x² होल अपन कति भयो त हाम्रो 2√1 - x²। यो हाम्रो लागि चाहिँ यो क्वेसनको के मानियो आन्सर मानियो। सेकेन्ड क्वेसन यसरी नै क्वेसन नम्बर सेकेन्डमा छ हामीसँग 2 नम्बरको सल्युसन हामी लेख्न गइरहेछौँ। यो छ हामीसँग क्युब रुट अफ यो छ हामीसँग x² - 3 होल स्क्वायर प्लस 5 अपन क्युब रुट अफ x² - 3 सेम। अब यहाँ पनि सेम केस भयो। त्यसो हो भने हाम्रो चाहिँ एलसीएममा आयो क्युब रुट अफ x³ - x²। यो नि स्क्वायरै हो x² लेखौँ यसलाई x² - 3। अब यो फेरि यहाँ गयो हामी यसलाई प्रोडक्टमा ल्याउँछौँ। यो भयो हाम्रो क्युब रुट अफ जे छ त्यही लेखौँ x² - 3 यसको होल स्क्वायर छ अनि यो यहाँ ल्याउँदा इन्टुमा लेखिदिउँ टाइम्स यो फेरि त्यही क्युब रुट अफ x² - 3 अनि यो प्लस 5 यो आफ्नै ठाउँमा। अब यहाँ फेरि त्यही भयो हाम्रो क्युब रुट यहाँ छ। सेम अर्डर छ भने यसलाई अर्डर भन्छौँ हामी। क्युब रुट सेम अर्डर छ भने एउटै भित्र राख्न पाइन्छ। एउटैमा राख्दाखेरि कति आउने भयो त यो x² - 3 भयो। दुईवटा यहाँ एउटा यहाँ भनेपछि टोटलमा कति भयो हामीसँग 3वटा भए प्लस 5 यो होल अपन हामीसँग क्युब रुट अफ फेरि कति बज्यो त x² - 3। यहाँ हेरौँ योसँग दुईटा छ योसँग एउटा यो हामीले ब्र्याकेट राख्दा नि पाइयो 2 और 1 यो 3 बेस सेम भएपछि पावर जोडिदिने 2 + 1 3 भयो अनि यो क्युब रुट त आफ्नै ठाउँमा छ। हो यो अब क्युब रुट र फेरि क्युब के हुन्छन् आपसमा क्यान्सल गर्न मिल्छ। त्यसो हो भने हामीसँग बचेको के हो त x² - 3 बच्यो। यता चाहिँ के बच्यो प्लस 5 होल अपनमा कति भयो हाम्रो क्युब रुट अफ x² - 3। अब एकवटा स्टेप मात्रै रह्यो लाइक टर्म मात्रै सल्भ गरौँ यसको पनि आन्सर भइहाल्छ x² + 2 भयो। सबट्र्याक्ट गर्ने ठुलोको साइन राख्ने यहाँ अनि यहाँ हाम्रो बच्यो कति त क्युब रुट अफ होल अपनमा क्युब रुट अफ x² - 3 यो हाम्रो लागि के हो त आन्सर। यो सेकेन्ड नम्बर भयो। सिमिलरली अब हामीसँग छ थर्ड क्वेसन। हामीसँग के छ भने अब यसलाई चाहिँ हामी थर्ड नम्बर क्वेसन सल्भ गरौँ। थर्ड नम्बरमा छ हाम्रो क्युब रुट अफ 2 टाइम्स x + 4 अनि इन्टु यहाँ टाइम्समा छ क्युब रुट अफ 4 टाइम्स x + 4 यति छ। अनि यसमा चाहिँ पावर एउटा चाहिँ थप्दिउँ। यहाँ हामी सपोज अहिलेलाई थपौँ 5 + 1 3 भने 4 थपौँ एउटा यो पावर थप्दिउँ। अब यो पावर थप्दाखेरि के भयो भने फरक त हामी फेरि पनि के गर्छौँ एउटै भयो अर्डर एउटै भयो भने एउटैमा राखिदिनुस् क्युब रुट अफ यो क्युब रुट चाहिँ यो साइनभित्र लेख्नु होला। यो 2 × 4 लेखिने हुन्छ डाइरेक्ट होइन भने डाइरेक्ट लेख्नुहोस् एकचोटि यहाँ x + 4 लेख्नुहोस् अनि यो 4 लेख्नुहोस् फेरि चाहिँ x + 4 पावरमा 4 लेखिदिउँ। अब हेर्नुपर्ने कुरा 2 4 8 भयो अनि यो चाहिँ हामी 2 को क्युब लेख्न सक्छौँ। यसलाई 2 को क्युब अनि यो एउटा जम्मा कति भयो हामीसँग 5वटा भए। त्यो 5लाई हामी यसरी लेख्न सक्छौँ x⁴ अनि एउटा 3 अनि एउटा चाहिँ के लेख्न सक्छौँ त 2 को रूपमा लेख्न सक्छौँ। कसरी भयो यो र यो जोड्दाखेरि सेम बेसमा 4 1 5 हुन्छ। 3 यहाँ लेख्यौँ 2 अब 2 यहाँ लेखौँ यो 2 यहाँ लेखौँ 3 2 5 भइहाल्यो। हो त अब यहाँबाट क्युब रुटवाला बाहिर आउँछ अरूलाई छोडिदिने त्यही यो जस्तै यसको क्युब रुटवाला को छ त जस्तै अब 2 को क्युब यहाँ छ भने एउटा 2 बाहिर आयो यसको पनि क्युब बाहिर छ भने यो नि बाहिर आयो यस्तो लेख्न पाइयो। अनि यिनीहरूलाई भित्रै राखिदिउँ क्युब रुट अफ के भयो त हाम्रो लागि यहाँ
योबाट यो मात्रै बच्यो x + 4 को यो स्क्वायर यो यति छ यसलाई चाहिँ यति राख्दिने यो हाम्रो के भयो क्वेसन नम्बर 3 भयो। सिमिलरली अब यो सँगै हामीसँग एउटा अर्को क्वेसन छ क्वेसन नम्बर 4 गरौँ। 4 मा छ हामीसँग x - y यो होल स्क्वायर माइनस z स्क्वायर होल अपन हामीसँग छ यो x + y होल स्क्वायर माइनस z स्क्वायर यो डिवाइडेड बाई x - y इक्वेसनहरु चाहिँ सबै पियुमै सोधिएका क्वेसनहरु हुन् यो। अब हामीले के गर्ने भनेपछि यहाँ चाहिँ हेरौँ त यो यसलाई a मानौँ यो a स्क्वायर हुन्छ हाम्रो लागि यो b स्क्वायर हुन्छ। अब a + b a - b लाउने फर्मुला चाहिँ हामीले चाहिँ a स्क्वायर - b स्क्वायर को फर्मुला चाहिँ के पढेछौँ a + b अर्को a - b a + b टाइम्स के लेख्छौँ a - b हो यो लेख्ने हो भने यो हाम्रो लागि पनि के भयो यहाँदेखि यहाँ हेर्नुहोस् त यो a स्क्वायर - b स्क्वायर जस्तो भयो भने a + b a - b लेखिदिने a यो भने a हो प्लस b लेखिदिने यो फेरि अर्को के लेख्ने a त्यही हो माइनस b लेख्ने यहाँ होल अपनमा यसलाई पनि त्यही गर्ने यो a मान्ने यो b a + b a - b लेख्दाखेरि चाहिँ हुन्छ यो x + y हुन्छ प्लस यो फेरि यो माइनस यो x + y माइनस यो z भयो यो डिभाइडमा हामीसँग जो छ त्यही लेखौँ। यहाँ चाहिँ अब डिभाइड गर्दाखेरि चाहिँ एकचोटि चाहिँ यही लेखौँ यो अब यो बच्यो x + y माइनस z। अब डिभाइड भयो भने हामी के गर्ने गरेका छौँ प्रोडक्टमा राख्ने र रेसिप्रोकल गर्ने प्रोडक्टमा राख्ने रेसिप्रोकल गर्ने प्रोडक्टमा राख्ने भनेपछि यसलाई मल्टिप्लाईमा राख्ने यसलाई उल्टा पऱ्याउने उल्टा पार्ने यहाँ चाहिँ पहिला जस्ता त्यस्तै भयो यो जस्ताको त्यस्तै बच्यो यो पनि जस्ताको त्यस्तै बच्यो तल चाहिँ कति बच्यो हाम्रो x + y बच्यो प्लस z फेरि x + y माइनस z हो यो इन्टु गर्ने यसलाई माथि लग्ने उलाई तल ल्याउने त्यसो हो भने यो के बच्यो x + y बच्यो माइनस z होल अपन कति भयो x - y प्लस z। हेर्नुहोस् त अब कोसँग को क्यान्सल हुन्छ अब यो क्यान्सल हुँदाखेरि चाहिँ को बच्यो भन्ने कुरा आयो। अब को बच्यो त यो को क्यान्सल भयो एउटा यो क्यान्सल भयो योसँग यो क्यान्सल भयो अनि योसँग यो क्यान्सल भयो त हाम्रो बच्यो कति मात्रै x - y बच्यो माइनस z तल चाहिँ कति बच्यो त x + y प्लस z। यो हाम्रो लागि के हुने हो त अब बचेको को हेरौँ त अझ योसँग यो क्यान्सल भयो र योसँग यो क्यान्सल भयो भनेपछि बचेको चाहिँ हाम्रो लागि के हुन्छ त यो आन्सरमा आउँछ। यसरी नै अब नेक्स्ट पार्टमा हाम्रो के छ यो चाहिँ नेक्स्ट नम्बरमा हामीसँग छ अब सल्भ सम्बन्धी क्वेसनहरु छ। सल्भ सम्बन्धीमा के छ त भने फर्स्ट क्वेसन हामीसँग छ क्वेसन नम्बर हामी 5 मा छौं। क्वेसन नम्बर 5 मा हामीसँग छ सल्भ भनेर छ सल्भ मोड 3x + 5 = 7। अब यो क्वेसन छ यो क्वेसन चाहिँ हामीले कसरी गर्ने त यो क्वेसन गर्दाखेरि चाहिँ के गर्नु पर्यो भने अब्सोल्युटको भ्यालुहरुको साइनहरु चाहिँ ध्यान दिनु पर्यो। अब्सोल्युट भ्यालुले के सिकाउँछ त हामीलाई अब्सोल्युट भ्यालुमा कहाँदेखि कहाँसम्म हुन्छ यो अब्सोल्युट भ्यालुले फर्मुला चाहिँ हामीले के पढेछौं अब्सोल्युटमा चाहिँ के पढेछौं यो जस्तै मोड x भनेको चाहिँ के हो त प्लस भयो भने प्लस हुन्छ यो हामीसँग x हुन्छ फर भन्छौं हामी x ग्रेटर देन अर इक्वल टु 0 को लागि र माइनस x भन्छौं फर x लेस देन 0 को लागि। यो डेफिनेसन हो। अब यो डेफिनेसन हो भने त अब हामीले चाहिँ यो हामीले अब त्यही अनुसार सल्भ गर्नु पर्यो। मोड x = 7 छ भने त हामीले के भन्नु पर्यो त्यो भित्रको प्लस पनि हुन सक्छ र त्यो भित्रको के पनि हुन सक्छ भन्नु पर्यो माइनस पनि हुन सक्छ भन्नु पर्यो। अब त्यसो भयो भने हामी के भन्छौं भने यसलाई
क्वेसन सल्भ गर्ने बेला इफ अब यो भित्रको यो जो छ यदि यो पोजिटिभ भयो भने हामीसँग मोड भयो भने हामी के भन्छौँ पोजिटिभ पनि छ नेगेटिभ पनि। त्यसो भने पोजिटिभ भयो भने हामी भन्छौँ 3x + 5 इफ यो इज पोजिटिभ रे यो पोजिटिभ भयो भने प्लस दिन्छ प्लस भयो भने प्लसै दिने हो। त्यसो हो भने यो हुन्छ हाम्रो 3x + 5 = 7 नै हुन्छ। प्लस भयो भने यही हुने हो। त्यसो हो भने यसले हामीलाई आन्सर के दिने भयो त अब और 3x = के होला यो 7 छ यो 5 चाहिँ हामी केमा लेख्छौँ माइनसमा और यहाँबाट कति आउँछ 3x = कति भइदियो त कति भइदियो 2 भइदियो और यहाँबाट x को भ्यालु कति आयो त 2/3 2/3 आयो। त्यसरी नै अब यो त दुईटा केस हो यो प्लस भएको केसमा पो यो भयो त। अब हामीले भन्नु पर्यो इफ हामीले के भन्नु पर्यो इफ यो 3x + 5 इज नेगेटिभ नेगेटिभ हो भने त नेगेटिभ भए फेरि नेगेटिभ भ्यालु दिने हो। पोजिटिभ भए पोजिटिभ दिन्छ नेगेटिभ भए नेगेटिभ दिन्छ। त्यसो हो भने त यो नेगेटिभ भयो भने भनिदिउँ नेगेटिभ यो नेगेटिभ बनेपछि नेगेटिभ लेख्नु पर्यो। अनि त्यो कति भयो त फेरि यो 7 यो प्लस भयो भने प्लसमै लेख्ने माइनस भयो भने माइनस यो माइनस हो भनिदिनु पर्यो। अब यो माइनस भयो भने त हामी के गर्छौँ त यहाँ मल्टिप्लाई गरौँ त यो माइनसको 3x माइनसको 5 भयो = कति भयो त 7 और -3x = कति हुने हो त -3x = 7 यो +5 भइदियो और यहाँबाट चाहिँ -3x भनेको कति आइदियो त 12 आयो। अनि यहाँबाट चाहिँ x को भ्यालु कति आइदियो त यो 3 ले डिभाइड गर्नुस् -4 आउँछ हो त। यहाँबाट x को भ्यालु देयरफोर x के लेख्न पाइयो -4 पनि लेख्न पाइयो र 2/3 पनि लेख्न पाइयो। सिमिलरली अब हामीसँग क्वेसन छ राइट विदाउट एब्सोल्युट भ्यालु साइन भन्ने हामीसँगको क्वेसन हो। अबको क्वेसन हाम्रो के हुन्छ त राइट विदाउट एब्सोल्युट भ्यालु साइन। रिराइट फर्स्ट क्वेसन नम्बर हामी चेन्ज गरौँ। अब यसमा हामीसँग के छ रे क्वेसन नम्बर 6 मा अब हामीले त 5 गर्यौं 6 मा चाहिँ फर्स्ट क्वेसन के छ भनेपछि रिराइट भन्ने छ। रिराइट विदाउट एब्सोल्युट भ्यालु साइन एब्सोल्युट भ्यालु साइन क्वेसन के छ त हामीसँग विदाउट भनेपछि हटाउने। फर्स्ट हामीसँग क्वेसन छ ए नम्बरमा हामीसँग छ यो 3x - 2 <= 7। बी नम्बरमा छ मोड 2x - 3 <5। दुईटै टाइपको क्वेसन लिइदिया छौं। अब हेर्नु होला ए नम्बरमा चाहिँ ए को सोलुसन ए नम्बर चाहिँ हामीसँग कति छ त 3x - 2 <= 7 भने हामीले के गर्नुपर्छ त यो मोड आएछ <= भने अगाडि पनि अगाडि -7 पछाडि +7 राखेर सल्भ गर्ने। यो -7 <= यो लेख्ने 3x - 2 <= 7। हामीले के मोडको डेफिनेसन यही छ मोडमा यदि <= a छ भने अगाडि a पछाडि a भन्ने छ। अब त्यो भनेको के हो भने हामीले सर्टमा के बुझ्ने मोड हटाउनु छ भने अगाडि त्यही राख्ने माइनसमा र पछाडि त्यही राख्ने। अब हाम्रो टार्गेट हो x को भ्यालु निकाल्ने। x को भ्यालु निकाल्ने हो भने यहाँ -2 बढी भयो त हटाउनु पर्यो। -2 के गरेर हट्छ त +2 गरेर <= कति भयो त 3x - 2 +2 भयो <= 7 + 2 भयो। हैन भनेपछि तपाईहरु आफै बुझ्नु होला माइनस चाहिँ प्लस भयो यता अनि यता दुईटै साइडमा यो माइनस यता प्लस भयो अनि यता नि प्लस भयो। त्यसरी बुझ्दा नि हुन्छ। हैन भने हामीले चाहिँ -3 लाई हटाउने हो -2 लाई हटाउने हो +2 गरेर हट्छ। यो दुईटा सब्ट्र्याक्ट गर्दाखेरि चाहिँ -5 आउँछ। <= यो र यो काटियो हाम्रो क्यान्सल भयो र 3x बच्यो अनि यो र यो <= कति भयो त 9 बच्यो। अब हाम्रो काम भनेको x को भ्यालु सल्भ गर्ने हो। x मल्टिप्लाईमा कति छ 3 छ भने डिभाइडमा त्यसो हो भने त -5/3 भयो <= 3x भयो /3 भयो <= 9/3 भयो।
अब यो हो भने त हामीले डाइरेक्ट पनि लेख्न सक्छौँ यो 3 3 3 होइन भने अब हाम्रो आन्सर कति भयो त -5/3 लेस देन अर इक्वल टु x यो र यो काटियो अनि लेस देन अर इक्वल टु 3 यो हाम्रो के हो त आन्सर हो। के गरेर भयो त हेरौँ त विदाउट भनेको हटाएर क्वेसनमा थियो यो एब्सोल्युट साइन हटाउनुस् भने चाहिँ हटाइदियो। अब सेम अर्को क्वेसन भयो हामीसँग अर्को क्वेसन के छ त सेम कति छ त नेक्स्ट क्वेसनमा हामीसँग छ क्वेसन नम्बर बी। यो बी नम्बरमा के छ त मोड 3x मोड 2x - 3 लेस देन 5 छ। अब लेस देन भए पनि उही लेख्ने हो हामीले लेस देन अर इज इक्वल भयो भने त्यही लेख्ने यो भए पनि त्यही लेख्ने। त्यसो हो भने हामीले अगाडि बढ्ने -5 अगाडि लेख्ने अनि यो एब्सोल्युट साइन हट्छ है यहाँनिर एब्सोल्युट साइन जे छ त्यही लेख्ने। एब्सोल्युट साइन हटाउनलाई नै हामीले -5 र +5 लास्टमा लेख्ने हो। यो भयो लेस देन 5 भयो। अब यसमा हेरौँ त हामी के बढी छ -3 त्यो यता गएर प्लस यता गएर प्लस तपाईँ त्यो बुझिने हुन्छ होइन भने -3 हामीले हटाउनु पर्यो -3 हटाउँदाखेरि के गर्नु पर्यो त +3 गर्नु पर्यो लेस देन 2x - 3 भयो +3 भयो लेस देन कति भयो त हाम्रो लागि 5 + 3। अब यो 3 3 फेरि क्यान्सल भयो अनि हामीसँग बच्यो -2 बच्यो यहाँ सब्ट्र्याक्ट गरेर अनि लेस देन 2x भयो लेस देन कति भयो त 8 भयो 8 भयो। अब हाम्रो काम के हो त x को भ्याल्यु निकाल्ने हो त x मल्टिप्लाईको डिभाइड और हामीले डिभाइडिङ बोथ साइड बाई 2 गर्ने हो भने -2 अपन कति भइदियो -2 अपन 2 हुन्छ यहाँनिर अब 2 हुन्छ लेस देन इक्वल 2x अपन 2 हुन्छ लेस देन मात्रै है अनि यहाँ चाहिँ 8 अपन 2 त हाम्रो लागि फाइनल आन्सर भयो -1 लेस देन यो र यो क्यान्सल गरौँ x भयो अनि लेस देन 4 यो हाम्रो लागि के हो त फाइनल आन्सर हो। अब यसपछि सेम क्वेसन छ हामीसँग सेम क्वेसनमा के भन्छ त भनेपछि अहिले चाहिँ विदाउट भन्छ रिराइट लेख्नुस् विदाउट हटाएर। अब अर्को क्वेसनमा के छ त अर्को क्वेसनले हामीलाई के भन्छ अर्को क्वेसनले विथ एब्सोल्युट भ्याल्यु साइन भन्छ। अब एब्सोल्युट भ्याल्यु साइन राखेर कसरी गर्ने त भन्यो भने क्वेसन हामीसँग छ क्वेसन नम्बर हामी 7 मा पुग्यौँ। क्वेसन नम्बर 7 मा पुग्दाखेरि चाहिँ 9-10 वटा क्वेसनहरू छ हामीसँग यो सबै क्वेसन गर्नेछौँ। रिराइट भन्छ यो रिराइट विथ एब्सोल्युट भ्याल्यु साइन विथ एब्सोल्युट भ्याल्यु साइन अफ नम्बर ए नम्बर छ यसमा पनि दुईटै डिफ्रेन्ट टाइपको क्वेसन लिएको छौँ x लेस देन 5 एउटा र बी नम्बर छ हामीसँग -3 लेस देन अर इक्वल टु x लेस देन अर इक्वल टु -2 हो। अब हामीले के गर्ने त यो साइनमा एब्सोल्युट भ्याल्यु छैन लेख्नुस् एब्सोल्युट भ्याल्यु राखेर एब्सोल्युट भ्याल्यु साइन राखेर कम्प्लिट गर्नुस् भने हो। अब यसमा हामीले छैन राख्ने अगाडिमा थियो र हटाएको। अब यसमा पनि के भन्छ विथ भनेको लेख्नुस् है एब्सोल्युट साइन भ्याल्यु लेख्नुस् भने हो। त्यसो भने फर्स्ट क्वेसन सल्भ गर्नमा गइरहेछौँ हामीहरू। फर्स्ट क्वेसनमा चाहिँ हामीसँग के छ -3 छ लेस देन x छ लेस देन 5 छ। यो एब्सोल्युट भ्याल्यु साइन राख्दाखेरि जहिले पनि फर्स्ट र लास्टको भ्याल्यु एड गर्ने डिभाइडेड बाई 2 गर्ने अनि जस्तै फर्स्ट र लास्ट भ्याल्यु भन्नाले -3 + 5 लेख्ने डिभाइडेड बाई 2 गर्ने अनि यसको रिजल्ट कति आउँछ त यसको रिजल्ट आउँछ 2/2 अनि कति आयो त 1 आयो हो। यो 1 आयो भने जुन रिजल्ट आउँछ त्यसलाई जहिले पनि सब्ट्र्याक्ट गर्नु होला दुईटै साइडबाट सब्ट्र्याक्ट गर्ने हो भनेपछि जहिले पनि फर्मुला के हो a + b यहाँ a b भएको भए a + b डिभाइड बाई 2 हो अनि त्यसलाई सब्ट्र्याक्ट गर्ने हो। त अहिले हामीसँग 1 आयो भने 1 सब्ट्र्याक्ट गर्ने त 1 सब्ट्र्याक्ट दुईटै साइडबाट गर्ने हो भने कति भयो त -3 -1 सब्ट्र्याक्ट गर्ने हो लेस देन x 1 सब्ट्र्याक्ट गर्ने हो लेस देन 5 1 सब्ट्र्याक्ट गर्ने हो। अनि यहाँबाट हेर्ने हो भने कति भयो त हाम्रो -4 भयो लेस देन भयो x - 1 भयो लेस देन कति भयो त 4 भयो। अब दुईटै साइडमा सेम आयो भने हामी के भन्न सक्छौँ त यो भ्याल्यु चाहिँ -1 यो x - 1 लेस देन 4 हो भन्छौँ। यो हाम्रो लागि के भइहाल्यो आन्सर भयो। धेरै सजिलो नै छ। अब यसपछि चाहिँ सेकेन्ड क्वेसन हेरौँ त्यस्तै सेकेन्ड क्वेसन पनि बनाउँछौँ हामी। सेकेन्ड क्वेसनमा के भन्छ त यसले भने -3 लेस देन अर इक्वल टु x